Yo guys, welcome to Kill Presents episode 5. It's a rainy day. It's gonna be a dramatic one. Zini is up. के होला यो गेम प्लान के हो यार? गेम प्लान के होइन आज बल जिप हान्ने सर्ट हान्ने स्किपरले हातबाट चिप्ले लाने भन्ने आशमा हो ए what's up? Oh, assistant. Oh, Sky. Oh, Sanjay. Oh, woohoo. उयो के छ दादा आज पानी पर्छ मलाई टेन्सन भयो Raining cats and dogs. अहिले बाहिर जाने बित्तिकै एकछिन चाहिँ लामो पासहरू खेलेर टचहरू गर्नु पऱ्यो सबैको बिस्तारै अर्को इन्जर्ड दिबिज इन्जर्ड आजको हाम्रो स्टार्टिङ लाइन अफ फाहिद किपर त्यसो हामी 2 एट द ब्याक खेल्छौँ है ट्रेनिङ नआएकोले चाहिँ जे गरे पनि जसरी गरे पनि स्टार्टिङ लाइनअपमा खेल्न पाइँदैन त्यो चाहिँ हाम्रो रुलै हो त्यही अनुसार हामीले आज सुरुमा 2 जना सेन्टर ब्याक्स स्काई र ताउडे त्यसपछि जतिन अस्ति जस्तै फ्ल्याङ्कमा अगाडि पछाडि गर्नु पर्यो है पछाडि चाहिँ गर्नै पर्यो आज उनीहरूसँग भएपछि विवास अर्को खास तिमीहरू राइट विङ ब्याक र लेफ्ट विङ ब्याक हो है खास स्ट्राइकरहरू भन्दा नि विङ्गरहरू भन्दा नि लेफ्ट विङ ब्याक र राइट विङ ब्याक हो स्याङ्की मिडफिल्ड बुस्केट्स जसरी खेल्नु पर्यो त्यसपछि सञ्जय चाहिँ कन्ट्रोलर हो है सबैको बाँकी सब चाहिँ आज अलिक छिटै आउन सक्छ हाम्रो डिफेन्स साइडमा किन भन्दा हाम्रो मेन 2टा डिफेन्डरहरू इन्जर्ड हुनुहुन्छ केयर नगरेपछि दुःख पाइन्छ होइन त्यो भएपछि बाँकी त अब हामीले त्यसरी नै खेल्नु पऱ्यो केटा डोन्ट चेन्ज योर गेम अपोनेन्ट जस्तो भए पनि सोगन हो आज सोगनको केटाहरू अलिक च्याम्पियनै हुनसक्छ होइन तर लास्ट गेम तिनीहरू हारेर आएको थियो त्यो हुनाले आज अब हामीले चाहिँ जोसरी हामी त कडा खेल्नुपर्छ आज एकदम एग्रेसिभली झर्न चाहिँ पऱ्यो म नझरौँला जस्तो देख्यो भने पनि होइन झर्नै पऱ्यो है यो नझर्दै नि हुन्छ जस्तो देख्यो पनि झर्नै पऱ्यो त्यति हो अनि अर्को एउटा न्यारेटिभ चलिरहेको रहेछ मार्केटमा होइन म त सक खाएको अस्ति होइन केटाहरूले सुनेको लिग हेर्ने केटाहरूले भन्दै थियो कि पाण्डे एफसीको त सोगनहरूसँग खेल्न बाँकी नै छ ट्याङ्गहरूसँग खेल्न बाँकी नै छ टिक्दैन पाण्डे एफसी धेरै एकजनाले त अझ बाजी पनि खेल्न बसिरहेको थियो प्रज्वलसँग पाण्डे एफसी पुग्दैन टप 4 त्यस्तो त चान्सै छैन हामी टप 4 पुग्दैन भनेको छ केटा हो बाजी खेल्न पनि रेडी छ होइन त्यो देखाउनु पऱ्यो नि त आज देखाउनु पऱ्यो नि त हामी बाहेक कोही छँदै छैन कि यहाँ लिगमा केटा अनि अर्को कुरा है हामी चाहिँ फर्स्ट हाफमै खेल्न थाल्नु पऱ्यो है सेकेन्ड हाफमा गएपछि मात्र तातेर चाहिँ भएन आज हान्दिन सक्छ तर फर्स्ट हाफदेखि सुरुदेखि नै बरु छिर्ने बित्तिकै ड्याम सर्टको सट्टा अलिअलि दौडदाड गर्नु पऱ्यो अनि दिबित छैन आज प्रज्वल र सत्य तिनीहरूको जिम्मामा चाहिँ एकदमै ठुलो जिम्मा चाहिँ आज त सत्य आज ब्याक हो है सत्य र प्रज्वल रेडी हो नि होइन प्रज्वल आज मार्नुपर्छ ढाल्नुपर्छ है आज देखाउनै पऱ्यो कि पाण्डे एफसीमा कति भनेको प्रज्वल प्ले स्ट्रङ अलिकति जसरी पनि जित्नुपर्छ हामी टप 4 हुँदैन भन्ने त चान्सै छैन नि त टप 4 को मात्र कुरा हैन दिनु भएन नि त जित्ने अनबिटन जित्नु पर्यो कि अनबिटन जित्नु पर्यो कि केटा यार टपमा ट्याङ्गो छ है केटा 3 पोइन्टले बेइज्जत भयो नि जेपाइ त बोलिरहेछ यार मार्केटमा बेइज्जत लाग्यो नि मलाई त कुरा सुन्दैखेरि हावादारी कुराहरु यार पानी चाहिँ परिरहेछ है गेममा देखाउनु पर्यो के गेममा देखाउनु पर्यो जसरी भयो लेट्स गो भार्गव कम ऑन ल फर्स्ट बिचार केरा लोबा खेले सञ्जय झऱ्यो हो त्यहीँतिर पानी परिरहेछ टचहरू बिग्रिन्छ याद गऱ्यौँ है सुरुमै
नाइस पास हान उफ नाइस ट्राई केटा पास दिँदा पावर दे पानीले रोकिन्छ फेरि ताउडे म्यान अन खेलिहाल नाइस गेम केटा झर बिचमा खाली छ बिचमा उडा क्लियर चेस गइरा पानी क्या पानी नाइस पानी परे बेला थाहै हुँदैन नेक त्यसलाई नेक सम्झे नेक ओ छेउमा हाल्छ है जतिन झऱ्यो नाइस गुड ठिक छ गुड नाइस स्लाइड अन बल छोड्दै आफ्नो ठाउँमा आइज केटा बल छोड्दै न्याक्नै पर्यो ओ नाइस फोल Yes! Nice goal! Nice! उडा! Nice! सञ्जय म्यान अन आइरहेछ सेङ्गियान अगाडि निकाल दुईजना म्यान अन नाइस पेले झर ताउडे झर दौडी फुलमा नाइस सहिद बिबु कुद्यो अलिकति नाइस यसरी झर्लिएर खेल्यो भने त सक्सेसफुलै हुन्छ क्या म्यान आइरहेछ है ताउडे अरे नाइस स्याङ्गी म्यान अन नाइस जतिन झऱ्यो जतिन ठिक छ त्यहीँ बस नाइस जा आफ्नो ठाउँमा जा जतिन ओ स्काई भएन नि दे जा ठिक छ वल मिलाइ त्यता लान्छै सन्जय उताको मान्छे पनि हेरे वालबाटै
बिबस डबलम्यान विक्रान्तले हान्छ है पास दिन्छ ठिक छ नाइस नाइस उडा 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 नो रिस्क म्यान अन स्याङ्की म्यान अन नाइस दामी नजङ्गी झर दौडी ए बिबेक भागे नाइस सेभ केडा फाट्यो दामी यार यो त यार हान्नु पर्छ यार त्यही त ना फल हो म्यान आइरहेछ है दुईजना आफ्नै नाइस भेट हो काट्छ है नाइस अदिन प्ले गुड ताउडे दिएर छोइदि नाइस पछाडि यहाँ हिजो अब है अच्छा 8 मिनट चेसन काटेर हान्छ है नाइस Catch. Nice. Man on आइरहेछ है भारको पछाडि चाहिँ झर्नै पर्यो है जसरी पनि ओ दामी रेफ सब विवास भार्गव स्याङ्की नाइस जतिनको सेन्टर ब्याक लियोस् गाई अब आफ्नो पोजिसन लिँदा ठिक हो कुरा ठिक हो
त्यही हो जतिन एक्टिभ 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 नौ ठिक हो पास खेल्न प्रायः अब अलिकति खेलेर थाक्नु सक्छ त्यही भएर हल्का त्यो मेहनत चाहिँ गरेर बिस्तारै दिमाग लगाएर चाहिँ खेलेको अगाडि यतिकै छ भने एक्लै प्रेस नजाऊ त्यसै अब तिनजना छ होइन एउटा ब्याङ्क दिने हेर उसले हेर गुरुजी लास्टमा म यस्तो के म दुईजना यतिकै आयो दुईजना आएपछि विदाउट बल फिट रन हिँड्नु पऱ्यो क्या अनि तिम्रो साइड स्विच गर्दा पनि त डेन्जर बल एउटा फाल्नु एउटा थ्रु बल होइन विदेश जाने डिसिजन सजिलो हुँदैन। पैसा लाग्छ, मेहनत लाग्छ, घरको भरोसा जोडिएको हुन्छ। त्यही भएर इहब इन्टरनेसनलमा हामी सबैभन्दा पहिला तपाईँको प्रायोरिटी बुझ्छौँ। प्रोफाइलदेखि पाथवेसम्म हर एक स्टेपमा तपाईँसँगै हुन्छौँ, किनकि यो तपाईँको जर्नी हो र यो जर्नी सही होस् त्यो हाम्रो रेस्पोन्सिबिलिटी हो। इहब इन्टरनेसनल, स्टार्ट विथ यू। खेल 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 हो गुड फुल ब्याग है फुल ब्याग अनि नेरो अझै नेरो हान भार्गव सर्ट हान्न सक्ने ठाउँमा लियो सर्ट ठिक छ हाम्रो 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 प्रजुल नाइस गुड ए मासाला सत्य हो कोला बास्दैन क्या भाइ क्या 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 त्यही छोडिदियो बिस्तारी गयो नाइस 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 लैजा हान 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 ओहो लभली भार्गव नाइस ओए झर 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 दौडी पछाडि नाइस गइराख भार्गव गइराख नाइस बेटा एक्लै छस् हो गुड ट्राई ब्युटिफुल नाइस जा चेस हान चेस नाइस ठिक छ झर ओ नाइस सर फेरि त्यस्तै कन्टिन्यू सेम है जति सेम पछाडि झर स्याङ्गिन चिर्नु पर्यो बिस्तारै जतिनलाई एकछिन निकाल्नु पर्यो यस ऊ खायो नि प्रज्वलको साइडबाट क्या प्रज्वलै उडाउनु पर्छ बुली हान्छ क्या जति नथाक्न प्रज्वल काट्छ है खुट्टा हालिहाल्यो क्या ठिक नै जा सकाइदियो नाइस सन्जय नो म्यान म्यान अन ओ अप्ठ्यारोमा नलैजान ठिक छ गुड भेट त ओए झर पछाडि झर ओए दामी ग्रेट सब प्रज्वल ताउडे
पाँचहरू पनि चढ दियो त दामी यार गुड 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 हेडर बेट नाइस ओए बेट दाउडे बेट झर फुल स्पिड सञ्जय ताउडेको ठाउँमा गयो नाइस गुड फाल ओए सञ्जय छोड सञ्जय कति फाउल्स भयो 3 ओए दामी यार पछाडि झर्यो नाइस केही छैन ल यता गो यता उफ्रिन पर्दैन है स्टे वल स्टे सञ्जय राइटमा है तिम्रो लेफ्टमा सञ्जय तिम्रो लेफ्टमा है सञ्जय लेफ्टमा वल बस खेल I'm not rolling good. Play, खेल Nice. ले जा Nice. Stop. ल बोलाइदिएको जतिन अबे भार्गव एक्लै काटेर एक्लै आन नाइस बोल भार्गव यार जतिन रेस्ट हान्नु फेरि सिधै हाल्नुपर्छ है तिमीले नि भाँचा निकाल्यो भने किन प्रेसर खाइरहेछ केटाहरू लाइन भित्रबाट स्टार्ट गर्दैछ क्या त्यस्तो नि हुन्छ छिर्नु पऱ्यो आशिष सबैको अब इरिटेट हराउनु पऱ्यो नि बढेर खेल अलि छिटो हान्न भाइ ठिक झर्न चाहिँ झरिहाल नाइस केटा हो के गरेर आशिष ट्राई गर्ने हो त आशिष ट्राई गरौँ न त अगाडि तर जतिन चाहिँ विङ खेल्नु पर्यो त्यसले जित्नेगरी छिर्न त कहाँ हुन्छ नभन्न त्यही त यस कि नो हो क्या आन्सर सक्छु कि त सक्दिनँ सकिहाल्छ नि मुची भइगयो अब सब भइहाल्यो ब्याग नि सब जतिन भार्गव स्काई आजको सपोर्ट है ओए उता लेफ्टमा खाली हो
आशिष मान्छे छ चाहिँ तेरो साइड खाली छ को छिर तिमी छिर्ने पहिले ठिक छ त नजङ्गी न बिस्तारै खेल्न आफ्नो गेम बोलायो ल यस गुड सन्देश डिबेट सर्छ ल ओए भित्र नलैजान ओए भित्र लाँदै लैजा है भाइ छोड 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 यही छ ओए तेरो खुट्टा गन नै हो होइन त छोड त्यसलाई एकछिन छ्या त्यो त छिर्थ्यो यार पोस्टै हेर्न पाइएन जसरी पनि फार पोस्ट ताकिदिनु पर्ने हो क्या नाइस सर फाइभ फ्री किकमा गोल भयो केटा स्कोर चाहिँ हामीले एक्सपेक्ट गरे जस्तो आएन आज अलिकति सबै दुखी देखिएको छ तर दुखी त्यस्तो हुनु परेन अझै 5-6वटा गेम बाँकी छ अनि हामी टेबलमा माथि नै छौँ त्यही भएर इम्प्रुभमेन्ट चाहिँ गर्नु पर्यो टाउडे अब रिकभर हुनु पर्यो दुर्भाग्यवश इन्जर्ड भएको छ हाम्रो डिफेन्स लाइन चाहिँ अलिकति अब निस्किनु पर्यो है इन्जुरीबाट केटा झन् डेन्जर गेमहरू आउँदैछ नेक्स्ट गेम अरा हो अब त्यो बाहेक त मलाई खासै केही भन्नु छैन आज ड्र भएको छ हार्न चाहिँ हारिएन जित्नुपर्ने चाहिँ गेम थियो केटा अब हामीसँग टन्न चान्स थियो कन्भर्ट चाहिँ भएर क्लिनिकल हुनु पऱ्यो बिस्तारै ल्याएर त्यति हो ल विवास समथिङ सम वर्ड्स ठिक छ केटा हो के भन्नु ठिक छ ड्र भयो तर अर्को गेम चाहिँ विन गरेर जानै पर्छ है अर्को अब रिकभर हुनु पऱ्यो अनि त्यसपछि खोइ अर्को क्याप्टेनलाई अलिकति डेडिकेसन दिनु पऱ्यो है